सबैजनामा नमस्कार। मेरो नाम सन्देश शिवा। म कक्षा 9 मा पढ्छु र मेरो हाल ठेगाना पोक्तालुङ 1 सावादिन हो र म श्री शिवा माध्यमिक विद्यालयमा कक्षा 9 मा पढ्ने अध्ययनरत छात्र हुँ र मेरो आमाको नाम मीना दर्जी र बुवाको नाम जित बहादुर शिवा हो। तिमी त इलेक्ट्रिक इन्जिनियरको विद्यार्थी हो। हजुर। सिवा माविमा चाहिँ कहिलेदेखि पढ्न आएको त? म सिवा माविमा चाहिँ कक्षा 5 देखि नै यहाँनिर पढ्दै आइरहेको छु। अहिले कति कक्षामा पढ्दैछौ? म अहिले कक्षा 9 मा। इलेक्ट्रिकल इन्जिनियर चाहिँ कुन कक्षादेखि सुरु गर्यो? इलेक्ट्रिकल इन्जिनियर कक्षा 9 देखि सुरु गरे। भर्खरै सुरु भएको हो? हजुर। शैक्षिक सत्र 2082 देखि सुरु भएको छ। कस्तो लाग्दैछ त यस्तो फक्ताङलुङ गाउँपालिका भनेको त नेपालकै तेस्रो ठुलो गाउँपालिका अनि नेपालकै चाहिँ तेस्रो ठुलो सँगसँगै यो ताप्लेजुङको दुर्गम क्षेत्र पनि हो फक्ताङलुङ। यहाँ चाहिँ अब दुईतिर चाइना र भारतको बोर्डर पनि छ। यस्तो विकट ठाउँमा बसेर पनि प्राविधिक शिक्षा पढ्न पाउँदा तिमीलाई कस्तो लागेको छ? म चाहिँ ताप्लेजुङको पनि यति विकट ठाउँमा इलेक्ट्रिकल इन्जिनियरिङ जस्तो विषय पढ्नु पाउँदा चाहिँ म अत्यन्तै गर्व गरिरहेको छु र यहाँनिर इलेक्ट्रिकल इन्जिनियरिङ ल्याउनुहुने हाम्रो फक्ताङलुङ गाउँपालिका र विभिन्न सङ्घ संस्थाहरूलाई म एकदमै धन्यवाद दिन चाहन्छु विद्यार्थीको तर्फबाट। अनि इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न चाहिँ कति खर्च लाग्दो रहेछ? इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दा खर्च भनेको चाहिँ हामीलाई फक्ताङलुङ गाउँपालिकाले निःशुल्क हामीलाई पढाइराखेको छ। यस्तो ठाउँमा पनि निःशुल्क प्राविधिक शिक्षा पढ्न पाएको छौ, कस्तो लागेको छ? मलाई निःशुल्क पढ्नु पाउँदा चाहिँ एकदम भनौँ न अब पुरा खुसी, एकदम मनदेखि नै पढौँ लाग्छ। किनभने हामीले इलेक्ट्रिकल इन्जिनियरिङ जस्तो कुरा चाहिँ हामीले निःशुल्क पढ्न पाएका छौँ। कक्षामा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरू कतिजना छन्? हाम्रो कक्षामा चाहिँ जम्मा 23 जना थियौँ, एकजना छैन र सबैजना होल विद्यार्थीहरू नै इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेका छौँ र त्यसमा 4 वटा चाहिँ इन्जिनियरिङ सब्जेक्ट र 5 वटा कम्पलसरी सब्जेक्ट गरी हामीले 9 वटा पढ्दैछौँ सब्जेक्ट। अनि इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न के गाह्रो छ कि सजिलो भएको छ कि के छ? गाह्रो त होइन, तर अब हामीले आफ्नै मेहनत हो त्यो। आफ्नै मेहनत हो। अनि सरहरूले राम्रैसँग पढाइराख्नु भएको छ? सरहरूलाई त भन्ने बाटै छैन। भन्ने बाटै छैन। अनि के विद्यार्थीहरू सबै मेहनत गरेर पढ्दैछन्? विद्यार्थीहरू उनीहरूले सकेसम्म हामी भनौँ न, हामीले सकेसम्म चाहिँ पढ्दैछौँ। अब के पढ्नुपर्ने रहेछ इलेक्ट्रिकल इन्जिनियरिङभित्र चाहिँ? हामीले बेसिक इलेक्ट्रिकल इन्जिनियरिङ पढ्छौँ। अर्को कम्प्युटर एप्लिकेसन, इन्स्टलेसन एन्ड वर्कसप र इन्जिनियरिङ ड्रइङ गरी 4 वटा विषय चाहिँ पढ्छौँ। यो भनेको इन्जिनियरिङको बेसिक पार्ट हो भयो। हजुर। अनि विद्यार्थीहरू कतिको उत्साहित छ त यो विषय पढ्नलाई? यो पढ्नलाई चाहिँ हामी एकदमै उत्साहित छौँ। किनभने हामीले बिहान 9 बजीदेखि 5 बजीसम्म पढ्दाखेरि त अल्छी लाग्नु पर्ने नि त, तर हामीमा त्यो छैन। किनभने नयाँ सब्जेक्ट छ, के होला कस्तो होला भन्ने चिन्तन छ। चिन्तन पनि छ, त्यसले गर्दाखेरि पढेका पनि छौ। इन्जिनियरिङ क्लासको त अब ल्याबहरू होला, त्यसको सेवा सुविधा के कस्तो छ स्कुलमा? इन्जिनियरिङ सब्जेक्टको ल्याब हाम्रो लागि चाहिँ स्कुलले एउटा भवन नै छुट्याइदिनु भएको छ। त्यसमा विद्यालय परिवारलाई हामी एकदमै मुरी धन्यवाद दिन्छौँ विद्यार्थीको तर्फबाट। र हाम्रो एउटा हलमा 4 वटा रुम छ, त्यसको लागि हामीले प्रत्येक कोठामा प्रत्येक सब्जेक्टको ल्याब हल राखेको छौँ। त्यसमा हामीले वायरिङ गऱ्यौँ, वायरिङ गर्न सिक्यौँ। त्यसमा गरेको थिएन नि त, हो वायरिङ गर्न सिक्यौँ। त्यतिखेर चाहिँ हामीलाई कस्तो हो भने अब हामीले त सानोमा त ड्रिल मेसिन नै देखेको थिएन। अब ड्रिल मेसिन चलायौँ, सरले सिकाउनु हो पुरा। त्यो के भन्छ भित्रैदेखि एकदम त्यो चाहिँ चलाउनु पाए कस्तो हुन्थ्यो होला भनिरहेको थियौँ। भरे हामीलाई नै गर्न दिनुभयो, मजा आयो होइन। अनि क्यासिङ क्यापिङ वायरिङ हामीले फिट गऱ्यौँ
त्यो हलमा चाहिँ के भन्छ राम्रो बनाएको तिम्रो चाहिँ अब भोलि गएर के भन्ने इच्छा छ? मेरो चाहिँ +2 साइन्सबाटै गर्ने र अरू चाहिँ आइटी गर्ने इच्छा छ। आइटी गर्ने, आइटीको पनि त्यसमा बेस छ? हजुर छ, कम्प्युटर त्यसमै छ नि त। पढ्न पाइन्छ? हजुर, मैले त्यही भएर नै कम्प्युटर छ भनेपछि त आइटीमा पक्कै पनि अलिअलि यसले हेल्प गर्ला कि जस्तो लागेर म अपुग अभाव केही छ स्कुलमा? भन्नुपर्दा चाहिँ हाम्रो साइन्स ल्याब कम्प्युटर ल्याबमा पनि त्यो 22-23वटा छ, त्यो पनि 2-3वटा बिग्रिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङ नै किन सञ्चालन गर्यो होला स्कुलले? किनभने हाम्रो फक्ताङलुङ गाउँपालिकामा विभिन्न के भन्छ जलविद्युत आयोजनाहरू खुल्दैछ। त्यसैले गर्दाखेरि हामीले बाहिरबाट काम गर्न ल्याउनुभन्दा पनि फक्ताङलुङकै विद्यार्थीहरूले त्यहाँ गऱ्यो भने फक्ताङलुङको लागि पनि गर्व हुन्छ र हामीहरूले पढ्न सक्यौँ भने त्यसमा राम्रो हुन्छ नि त। अब आउने दिनहरूमा त्यसमा हामीले बाहिर गएर लेबर काम गर्नु पर्दैन, पढ्यौँ भने त त्यो राम्ररी। अनि 12 गर्ने बित्तिकै हामीले ओभरसियर लेभल भइहाल्छौँ। अरू स्कुलको विद्यार्थी आएका छन् कि छैन? अरू स्कुलको पनि आएको छन्, के भन्छ 2-3 जना भानुबाट आएको छन्, 1 जना काठमाडौँबाट आएको छ। अरू स्कुलको विद्यार्थीहरूलाई के भन्न चाहन्छौ तिमी चाहिँ? के भन्छ हाम्रो विद्यालयमा एकदमै गुणस्तरीय शिक्षा प्रदान गरिराख्नु भएको छ टिचरहरूले। तपाईँहरू आएर हाम्रो विद्यालयमा भर्ना हुनुहोस् र यहाँनिर गुणस्तरीय शिक्षा प्रदान भइरहेको छ भन्न चाहन्छु। अब इन्जिनियरिङ जस्तो प्राविधिक शिक्षा पनि निःशुल्क उपलब्ध भएको छ, त्यसको चाहिँ सेवा सुविधा सबै विद्यार्थीहरूलाई लिन भन्न चाहन्छौ? हजुर। अनि के छ, अब तिमीले साइन्स ल्याबको कुरा गर्यौ, साइन्स ल्याबमा चाहिँ सामग्रीहरू पर्याप्त नभएको भन्ने कुरा हो, त्यसको लागि चाहिँ तिमी के भन्न चाहन्छौ? के भन्छ हाम्रो विद्यालयमा साइन्स ल्याबको लागि चाहिँ फक्ताङलुङ गाउँपालिका र विभिन्न सङ्घ संस्था र तपाईँहरूको सहयोगी हातले हाम्रो विद्यालयमा साइन्स ल्याबको लागि सामग्रीहरू जुटाइदिनु हुन म यही च्यानलबाट देश विदेशमा बस्नुहुने हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा हजुरआमा बुद्धिजीवीहरूलाई सहयोग गरिदिनु हुन म अनुरोध गर्दछु। सबै धनीका छोराछोरी त पढ्दैनन्। हजुर। यहाँ फक्ताङलुङ गाउँपालिकाको सिंह स्कुल भनेको त गरिब यहाँका स्थानीय जनताहरूले पढ्ने स्कुल हो। अब यस्तो स्कुलमा चाहिँ इन्जिनियरिङ क्लास सुरु भएको छ, प्राविधिक शिक्षा सुरु भएको छ, कस्तो लाग्यो? हामीले इन्जिनियरिङ पाउनु भनेको त हाम्रो निधारमै लेखेर आउनु परेको हो, किनभने इन्जिनियरिङ भन्ने चिज नै एकदम राम्रो हुन्छ र हामीले झन् इलेक्ट्रिकल इन्जिनियरिङ भनेको त विद्युत सम्बन्धीको कुरा मजाले सिक्न पाउँछौँ र यहाँनिर हाम्रो फक्ताङलुङ गाउँपालिकालाई त झन् इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न त एकदमै भाग्यमानी ठान्नुपर्छ हामीहरूले, किनभने यहाँनिर त विभिन्न जलविद्युत आयोजनाहरू खुल्दैछ। अन्तको स्कुलको विद्यार्थीहरूलाई पनि के भन्न चाहन्छौ? के भन्छ तपाईँहरू आउनुहोस् कृपया, हाम्रो विद्यालयमा निःशुल्क प्राविधिक धारको इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुँदैछ। कक्षामा आएर पढेर एउटा सफल इलेक्ट्रिकल इन्जिनियर हुनका लागि चाहिँ अरू स्कुलमा पढ्ने विद्यार्थी साथीहरूलाई अन्तिममा के भन्न चाहन्छौ? अन्तिममा यो च्यानललाई म एकदमै धेरै धन्यवाद भन्न चाहन्छु हामी विद्यार्थीको तर्फबाट, किनभने हामीले इलेक्ट्रिकल इन्जिनियरिङको विषयमा देश तथा विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई एउटा सूचना मार्फत यो च्यानलले विभिन्न ठाउँमा पुर्याउनेछ भन्ने आशा गरेको छु र यस च्यानललाई तपाईँहरूले माया गरिदिनु होला, लाइक तथा सब्सक्राइब गरिदिनु अनुरोध गर्दछौँ। र हामी इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको लागि साइन्स ल्याबको पनि अभाव छ, त्यसको लागि पनि अब देश विदेशमा बसेर दाजुभाइ दिदीबहिनीहरू अथवा अग्रजहरूलाई चाहिँ केही सहयोगको अपेक्षा राखेको छौँ विद्यार्थीहरूको तर्फबाट। हजुर, त्यो त के भन्छ तपाईँहरूले गर्नुहुनेछ नै भन्ने मेरो धारणा छ। धन्यवाद।